गुड मर्निङ एभ्रिवान। र आज म तपाईँलाई के देखाइरहेको छु भन्दाखेरि यहाँ तपाईँले राम्रोसँगले देख्न सक्नुहुन्छ यो इन्सेक्ट है। तपाईँ राम्रोसँग देखिराख्नु भएको छ होला। यो इन्सेक्टले यति मजाले आफ्नो घरलाई बनाइरहेको छ। ऊ उड्दै जाँदै सिमेन्टलाई अलिकति बटुल्दै ल्याउँदै बनाइरहेको छ है। कति देख्नुभयो आफ्नो घरलाई मजाले फेरि उडेको छ, फेरि आउँदैछ है। तपाईँले हेर्नु है राम्रोसँगले। अब उडेर फेरि आउँछ अनि आफ्नो घरलाई उसले निर्माण गरिरहेको छ। साँच्चै नै आज हाम्रो परमेश्वरले चाहिँ आज इन्सेक्टहरूलाई पनि यति साह्रो ज्ञान दिनुभएको रहेछ भनेपछि हामी मानव जातिलाई झन् कति धेरै ज्ञानी बनाउनु भएको छ है। अनि हाम्रो इन्सेक्टले त यति साह्रो जाँदै फेरि आइदेख्नुभयो, देख्नुभयो। वाह, हेर्नुहोस् त, ऊ आयो, उसले बटुलेर फेरि आएर उसले आफ्नो घरलाई फेरि निर्माण गर्दैछ। कति ज्ञानी, हेर्नुहोस् है, कति मजाले बनाएको आफ्नो घरलाई। ओहो, मेहनत गरेर कति मजाले है बनाएर भनेपछि है आज इन्सेक्टहरूलाई पनि प्रभुले चाहिँ यति धेरै ज्ञानी बनाउनु भएछ भनेर चाहिँ कुराले हामी देख्न सक्छौँ। अनि यो देख्दै गर्दा चाहिँ हामी परमेश्वरको महिमालाई आज हामी वर्णन गर्न सक्छौँ है। देख्नुभयो होला साथीहरू, फेरि गएको छ, फेरि आउँछ होला है। हेरौँ है हामी, ल हामी हेर्नेछौँ। फेरि त्यो आउँछ, उनीहरूले बनाउँछ, फेरि पनि टाल्छ, कति मजाले है। र अति नै आनन्द लागिरहेको छ मलाई उसलाई हेर्नको लागि है। कस्तो मजाले, हेर्नुहोस् त, कत्रो ठुलो देखेको, कति मजाले बनाएको। वा, उसको होललाई हेर्नुहोस् त तपाईँहरूले, कति मजाले बनाइरहेको। र यसो देख्दा चाहिँ हामीलाई परमेश्वरले कति महान बनाउनु भएको छ भनेर चाहिँ हामीले जान्न सक्छौँ है। र त्यसै कारण आज हामीले पनि आफ्नो जीवनलाई यस्तै प्रकारले निर्माण गर्नुपर्छ। जस्तै एउटा इन्सेक्टले पनि आफ्नो घरलाई यति मजाले बनाउँछ भने हामी मानिस जातिले पनि आफ्नो घरलाई यसरी नै हामीले निर्माण गर्नुपर्छ है। र माया गर्नुपर्छ आफ्नो घरलाई, अनि मजाले निर्माण गरेर यो घरमा है हामीले सजाउनुपर्छ भनेर चाहिँ यो इन्सेक्टद्वारा पनि हामी यो ज्ञानहरू पाउन सक्छौँ। र साथीहरू, तपाईँलाई यो भिडियो कस्तो लाग्यो, तपाईँले हेरिराख्नु भएको छ र लाइक गरिदिनुहोस् होला यसमा, अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला मन परे। बाई बाई।